गुड मर्निङ नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल है स्वागत छ तपाईँहरूलाई आजको मेरो ब्लगमा। अनि आज पनि निकै दिन बाद ब्लग बनाएँ किनभने अस्ति नै मैले अब त्यस्तो कन्टेन्टै हुँदैन रहेछ मेरो चाहिँ हो। अन्त डेलीको रुटिन सेम त्यही है। कति त्यो भन्नु यताउति जानु पनि केही छैन बारीतिर पहिला त गइबस्थ्यो, अब अहिले त जानु पनि छैन भनेर बनाएको थिइनँ। अन्त अब अहिले आज चाहिँ हामी नाम्ची जानु आँटेको हो। अहिले चाहिँ 7 बज्न आँट्यो। नाम्ची जानु चाहिँ आज मेरो अलिक काम चाहिँ अस्ति नै उयो छ नि त, मेरो ब्लड टेस्ट गर्नुपर्ने छ नि त कि, अन्त त्यसको लागि हामीले जाने हो। अन्त आज बिहानै खानासाना बनाएर चाहिँ दिइ पनि सक्यो, आमा र आङीलाई पुऱ्याइ पनि सक्यो। अन्त यहाँ भवन दाजुको लागि पनि पस्काएर राखिदिइरहेको छ। अन्त अब म चाहिँ भाइलाई रेडी गरिदिनुपर्छ है। भाइ उठेको छैन, यो केटा चाहिँ नि सुतिरहेको छ। कस्तो बेसी गरम छ आजकल चाहिँ यता। ऊ चाहिँ उठेको छैन यहाँनिर, यसलाई पनि गन्जीमै सुत्दैछ राति। बिहान मात्रै लुगा ओढाइदिन्छ, बेलुका चाहिँ पातला मात्रै लुगा ओढाइदिँदैछ। यसो तन्किँदै सुत्छ यो चाहिँ। भाइ उठे, अब जानुपर्छ। अन्त अब यसको मुखसुख धोइदिनुपर्छ हो, पानी ल्याइरहेको छु। अन्त आगे चाहिँ केस काट्दैछ अहिले। हिजो अस्ति गएको होइन बजार, केस काटेर आइज भन्दाखेरि मान्दैन, अल्छी लाग्यो अरे के अरे भनेर चाहिँ अब अहिले हतार केस काट्ने आइरहेको छ। काबु दाजु केस काटिदिँदैछ हो। म भाइ रेडी पार्छु, अन्त जानुपर्छ है। अन्त फेरि मेरो टेस्ट चाहिँ थाइरोइडको हो नि त। थाइरोइड चाहिँ मेरो अस्ति हुनु त अब थाइरोइड त सबैकोमा हुन्छ। अब जुन चाहिँ त्यो थाइरोइडले हर्मोन प्रड्युस गर्छ त्यो चाहिँ मेरो अलिक बेसी छ अरे हो, थाइरोक्सिन बेसी छ अरे मेरो चाहिँ। त्यही कारण चाहिँ म चाहिँ अस्ति थ्रु आउट प्रेग्नेन्सी नै म दबाई खाँदै थिएँ है। अन्त अस्ति चाहिँ डक्टरले चाहिँ अब 1.5 महिनामा चाहिँ टेस्ट गर्नु भन्दै थियो। अन्त आज चाहिँ मेरो टेस्ट छ। त्यही माथि यो चाहिँ फ्री टिएफटी भन्दो रहेछ, यसमा चाहिँ बक्को पेट गर्दो रहेछ होइन, खाली पेट आउनु भनेर। अन्त खाली पेट केही पनि खाएको छैन, पानी खाएँ बिहान। अन्त चिया खाउँ भन्दाखेरि फेरि कुनै के भयो हो, खङ्की नखाउँ भएन। फेरि डर लाग्यो भाइ त्यो ब्लड टेस्टमा के उल्टा आउँछ होला भनेर चाहिँ खाइनँ। अन्त अहिले चाहिँ म यहाँनिर दुध खाँदैछु, किनभने चाहिँ भोकको पेट पनि निकै साह्रै पर्ने रहेछ हो। अन्त म चाहिँ दुध खाँदैछु, अनि दुध चाहिँ खाइदिनु पऱ्यो भनेर। नसक्ने रहेछ है भोकको पेटमा अब बिहान नै चिया बिस्किट चम्पो खाने होइन, के खाने। अन्त आज चाहिँ दुध मात्रै भयो। अब लगभग 1 घन्टा लाग्छ उयो पुग्नु, नाम्ची पुग्नु। टेस्ट गर्दाखेरि अब 2 घन्टा जस्तो लाग्छ होला, त्यहाँदेखि मात्रै खाना खान्छु। यो म पनि रेडी भइसकेँ। यहाँनिर काली केटा पनि रेडी भइसक्यो, चल्दैछ। आगे पनि रेडी भइसक्यो, केस काटेर हो कि चाहिँ यहाँ छ भाइको लुगाहरू। अब नानी सम्झे यस्तो पोकापोकी बोकेर हिँड्नुपर्छ। यसको डाइपर वाइप्स, अन्त थाङ्ना छ, टोइलेटहरू गर्छ हो। अब जानुपर्छ काले। म त नलगाइदिएको, पुरा गरम छ। अब चाहिँ हामी हिँडेको यहाँ नम्बरबाट। काले केटा यहाँ छ आयो। 7 बजी हिँड्ने प्लान थियो, 8 बजी त हाल्यो नि। यता गर्दाखेरि के गर्दाखेरि किनकै हामी चाहिँ गरममा कम्ती गरम छैन। हामी चाहिँ आइपुग्यो नाम्ची। मेरो चाहिँ यहाँ गर्छ फ्युचर केयरमा है। हामीले अस्ति पहिलादेखि यहीँ गरेको। यहाँ चाहिँ गाडी पार्किङ गर्ने जग्गा मजाको पाउँछ हो, त्यति भिड पनि हुँदैन यहाँ चाहिँ। सुतेर आइपुगेँ काली केटा त। यो नाम्चीको नयाँ हस्पिटल। तर तपाईँको यो रिपोर्ट त आज आउँदैन, भोलि किनभने बाहिर जान्छ नि त। म तपाईँलाई रिपोर्ट फोन गरिहाल्छु। अहिले तपाईँको नम्बर दिइराख्नुहोस्। सबै वाट्सएपमा भेट्नु।
ब्लड पनि तानिसक्यो मेरो। अन्त अब चाहिँ खाजा खान जानुपर्छ। भोक लागिसक्यो खाने यो त खै हामी चाहिँ अब खाना खान थालेको। यहाँनिर निङ्गुरे, आलु, इस्कुसको मुन्टा, उयो आलु के उयो आलुदम, मुलाको अचार, गुडको सुप। यो चाहिँ नि हो अस्ति हामी हस्पिटल बस्दा पनि यहीँबाट खाएको। यहाँ चाहिँ खाना पनि दामी हुन्छ, मिठो सादा खाना हो। यो जग्गाको नाम चाहिँ के भन्दा के लोकेसन दिनु त? कस्तुरी दबाई दोकानको चस्मा दोकान हो। चस्मा दोकानको कस्तुरीको त्यो क्लिनिकको यता भित्रपट्टि पस्नुपर्छ। खासै उतापट्टि हो कि उयो चाहिँ क्यान्टिन चाहिँ, तर हामीलाई चाहिँ यता रुममा लागेर दिन्छ नि। आफ्नो मान्छे हो, दामी पाउँछ खाना पनि। भेराइटी हेर्नुहोस्। डल्ले चाहिँ यहाँ लडाइरहेको छ, आमा बाउ चाहिँ खाँदैछ टन्की ड्याङ। खानासाना खाएर पनि निस्क्यो हो। अब चाहिँ गएको बजारमा एकछिन काम छ। शीतल तर यहाँ त बेन हेरी त हाम्रो त नाम्पिकमा हेरी त यहाँ त कति शीतल हावा सिरिरी आएको। अब चाहिँ आयो हामी बजार कोलकातामा भाइको टी सर्ट किन्नुपर्ने छ। हाफ टी सर्टै छैन गरममा लाउने। यहाँ चाहिँ लुगाहरू सस्तो सस्तोमा पाउँछ है। ठिकैको रेन्ज अब महँगो पनि होइन सस्तो पनि होइन, ठिकैको। यहाँबाट लानुपर्छ। ओ यहाँपट्टि यतापट्टि नानीहरू उस दामी दामी छ लुगाहरू। अब यसको लागि चाहिँ टी सर्ट लानुपर्छ। कोलकाता बजारमा चाहिँ भाइको साइजको लुगा एउटा पनि पाएन। अन्त हामी स्मार्ट पोइन्टमा आएको छ। यहाँनिर सर्ट्सहरू किन्नु, सर्फ एक्सलहरू किन्नुको लागि। भाइको लुगा धुनुपर्छ दिनमा। अन्त अब यहाँ टक्क टिपेर हिँडिहाल्यो भने यहाँ बस्यो पुरा भुलिन्छ के हौडेहरूको सामान किन्नु पठाउँछ कि। यो डाइपर पनि लानु छ यसको एउटा। देर्से लानु परेको। यहाँ आएपछि पैसा पुरा सक्छ है। हामी चाहिँ नाम्चीदेखि घर पनि आइपुग्यो। अन्त गरमले नाम्ची त शीतल रहेछ, तर यता चाहिँ आमा गरमले कि म त आएको बित्तिकै टाउको धोइहालेँ। अन्त भाइ पनि यहाँ सुतिरहेको छ, नङ्गै राखिदिइरहेको छु गरमले गर्दाखेरि। अन्त पानी तातिरहेको छु कि अहिले पानी बत्ती गएको थियो, बत्ती आएछ। अब यसमा नुहाइदिन्छु हो। कम्ती गरम छैन है, हप्प घुमाउँदैछ गरमले। बाहिर आयो, शीतल भयो है भाइ? है शीतल भयो है। अब अहिले चाहिँ अलिक शीतल भएर चाहिँ अहिले सुत्यो। म पनि 1 मिनट सुत्यो, भाइ पनि सुतिरहेको थियो। अन्त अहिले चाहिँ उठेर चाहिँ भाइलाई बरान्डामा राखिरहेको छु। यहाँ शीतल थाप्दै हामी दुईजना यहाँ बसिरहेको छु हो। अनि अर्का चाहिँ तिनी गएको छ है। यहाँनिर हाम्रो छिमेकीको चाहिँ खुट्टा काटेर चाहिँ हस्पिटल सिलाइ गर्नु लगेको होला। अन्त बन्दहरू चाहिँ दुध दुँदैछ, दुईजना भाउजू सुतिरहेको छ हो। अन्त म त्यति गर्दै अब आजको लागि चाहिँ ब्लग पनि यति नै। तपाईँ सबैजनालाई गुड नाइट एन्ड थ्याङ्क यू फर वाचिङ।